वेलकम माई युट्युब च्यानल गाइजहरू। नमस्ते, गुड मर्निङ, शुभ बिहानी, सन्चै हुनुहुन्छ? म भर्खरै उठेँ गाइजहरू। के गर्नु, आज मेरो घरको भ्युज यस्तै छ। घाम लागेछ हिजो अस्ति यता बुटोलतिर। तपाईँ कताको बाटो हुनुहुन्छ यसो खबर गर्नु होला। ऊ चाहिँ मेरो बुढी के गर्नु लाग्यो रे? तरकारी पकाउनु गाइजहरू। प्याज स्याज भयो। मेरो तरकारी चाहिँ आगोमा पकाउने है गाइजहरू। जाडो बेला आगै ठिक हुन्छ ग्यासभन्दा पनि। यो चाहिँ आलु भइहाल्यो। यो चाहिँ हाम्रो चुल्हा यस्तै छ। सामान नथालिने छ गाइजहरू। यो चाहिँ हाम्रो कुखुराको खोर। हाम्रो घर वरिपरि घरको दृश्य। बिहानको 9 बजेछ गाइजहरू। 9 बज्न लाग्दैछ। अब चाहिँ मेरो बुढीले तरकारी पकाउँदैछ। यता हेर हाई गर्दै। अनि के छ तपाईँहरूको, सुनाउनुहोस् कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो? बुढी हाँसेछ म बोलेको देखेर। मलाई बोल्न आउँदैन खासै, सिक्दियो भर्खरै 2-4 दिन भएछ। यस्तै छ गाइजहरू, के गर्नु। पछि हजुरको माया ममताले अगाडि बढ्छु भन्ने आशा गरेको छु। माया सपोर्ट गरिदिनु होला। लाइक सब्सक्राइब कमेन्ट गर्नु होला मेरो भिडियोलाई, होइन? के गर्नु, यस्तै छ जिन्दगानी। के गरेको? खरेन लागेको अरे। त्यो लगायो भने के हुन्छ अरे? धुन सजिलो हुन्छ अरे गाइजहरू। अडेको छ यति भन्दै म चाहिँ ब्लगबाट बिदा हुन चाहन्छु। आगामी फेरि अर्को भिडियोमा भेटौँला है त गाइजहरू। माया ममता गरिदिनु होला। सब्सक्राइब कमेन्ट लाइक सेयर गरिदिनु होला है मेरो ब्लगलाई। आशा गर्दछु माया गर्नुहुन्छ भन्ने।